हामी कपडा किन्दा छाम्छौँ, गुणस्तरीय छ कि छैन भने हेर्छौँ। तरकारी किन्दा हामी पल्टाइ पल्टाइ हेर्छौँ, ताजा छ कि छैन भनेर। जुत्ता किन्दा हामी हेर्छौँ टिकाउ छ कि छैन भनेर। तर अचम्म के छ भने हाम्रो भविष्य, नानी बाबुहरूको भविष्य छान्ने बेला शिक्षा, रोजगारी, स्वास्थ्य, नीति नियम र देशको दिशा तय गर्ने मानिस छान्दा हामी सोच्न छोड्छौँ, हाम्रो मान्छे राम्रो मान्छे, हाम्रो पार्टी भन्ने भावनामा डुबेर संविधान नबुझेको, संसदमा आफ्नो जनताको आवाज उठाउन नसकेको मानिसलाई हामी आफै संसद भवनमा पठाइदिन्छौँ। पछि शिक्षा सुध्रिएन, रोजगारी आएन, स्वास्थ्य सेवा बलियो भएन, अन्त दोष नेता, समय, प्रणाली र देशलाई दिन्छौँ। तर योग्य व्यक्ति संसदमा पुग्दा मात्र देश सही दिशामा जान्छ भने हामी यो कुरा कहिले बुझ्ने हो नि त।